Good job. Ayan. खोइ हजुर मम्मी भनेको आयान यता हेर न यता यता हेर यता मम्मीलाई आयान गुड जब गुड मर्निङ गरेको गुड मर्निङ मम्मी गर्नु गुड बाबाले गुड 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 I am Ayan Suba. I am खोइ I am ओइ ओइ त्यो किन छुको ल्याउँदैछ दाजु ल ल ल्याउँदैछ अरे नानीको दुध गाई यसले त धुलाई खाइ नि अब ओ दुध पर्खिँदैछ दुध माथिबाट आउँछ पानी परेर रातभरि सर्के इज लाइक दिस गाइस ओ माई गड एन्ड द मकै इज गोइङ टु बी रेडी भेरी सुन तर हाम्रो होइन अर्को हो दाजुको हो भाउजूहरूको हो सिचुएसन लाइक दिस नचलाऊ बदमास नगर वाट इज यर नेम से वान एबिसिडी भनौँ यहाँ हेरेर 1 2 3 1 2 3 4 भन्दै अहिले गीत गाउनु पर्यो भने 1 2 3 4 5 6 7 8 9 10 11 12 भएन कहाँ जाने औ ल्याउँदैन त दुध लेट भइसक्यो टुडे आई एम हिल्स लगाएर हिँडेको ए मम्मीले भिडियो बनाउँदा यहाँ समात्नु फोन आउटफिट चेक तिमीले थिचो मलाई टक्क थिचेछ म देखाउँछु ल घर यो माथिको घर चाहिँ सरस्वती नानाको हो हाम्रो माइला देवाको हो यो हाम्रो यहाँ पनि छ एउटा अन्त माथि चाहिँ साइला देवाको मेरो दुध ल्याउनेको जग्गा हो त्यसको बाद छ त्यहाँ त्यो हाम्रो मूल घर पहिलाको होइन अहिले चाहिँ दाजुहरू बस्नुहुन्छ पहिलाको घरको स्ट्रक्चर हेर्नु त स्टिल छ यो घर यता मुनि किचन हो त्यसको माथिको साइली आन्टीको हो त्यो यतापट्टिको येल्लो चाहिँ हाम्रो के अरे दुपमहरूको घर हो अन्त माथि अझै चाहिँ एउटा घर माथि पनि छ यो चाहिँ सबै हाम्रो आफ्नो मान्छेहरूमा छ यो गाउँमा चाहिँ बेसी जस्तो हो एन्ड चाहिँ यहाँ हो त्यहाँदेखिको उता पनि छ चाहिँ त्यहाँबाट उता चाहिँ टाउन एरिया हो मकैहरू फलिरहेको छ हामी जानुपर्ने चाहिँ त्यो बेला दाजु कुद्दै आउँदैछ दुध लिएर त्यहाँदेखिको दुध लिएर आयो दाजुले हो त्यहाँदेखि दुध लगेर एज युजुअल दोकान गयो हामी आज चाहिँ बेसी भोइस ओभर होइन बोलेकै भिडियो लगाइदिएको नि एभ्री टाइम भोइस ओभर गर्दा हुन्छ भनेर चाहिँ आज चाहिँ अलिअलि बोलेको पनि लगाइदिएको छु होइन हाम्रो दिन चाहिँ त्यसरी स्टार्ट भयो त्यहाँदेखिको हामीजना गीत गाउँदै दोकान गयो गाइस यस्तै हो खाली पानी पर्छ यहाँ त समरमा त्यहाँ हामीले अलिकति गीत गाएको छ सुन्नु ल मौसम जरा मेरो नानी र मेरो चाहिँ गीत फेभरेट हो अहिलेको उसले अलिअलि जान्छ साइया र भन्छ उसले पनि भन्छ बेसी सुनाउनु हुँदैन फेरि मारिहाल्छ हो जिन्दगी फेभरेट छ त्यहाँ हामी कुरा गरेर दोकान पुग्यो दोकानमा नानीको लन्चहरू लिएर आउँछ हो दुध राख्यो फ्रिजमा त्यहाँदेखिको मैले चिकन लिएर आएको थियो घरमा राख्छु नि त बेसी जस्तो स्टक अन्त आज सकेको थियो चिकन लिएर आयो मेरो ब्यागहरू थन्काएँ हो त्यसको बाद एकछिन बसेँ नानीसँग गफ गर्दै यताउता नानी आऊ न यहाँ बात गर भन्दै बसिरहेको थियो यो चाहिँ आफ्टर 6:30मा मैले पिज्जा दिएर चाहिँ बसेको यो चाहिँ नानीहरू पिज्जा अर्डर गरेको थियो पिज्जा दिएवरी चाहिँ कस्तो निन्द्रा आएको जस्तो भयो कि बङ्गाली दाजुहरू आएको थियो तित्री खाँदै बसेको गाइस त्यहाँ अल्छी लागेर हेर्नु नि यहाँ बल खेल्दै कति खान्छ खै ओले थ्याङ्क यू मम्मी भनेको खै
त्यसको बाद घरमा आइपुग्यो गाइस। यति आजको लागि बाई बाई, सी यु इन नेक्स्ट ब्लग।